डाक्टर मलाई बचाउनुहोस्। मेरो टाउको फुट्ला जस्तो दुखिरहेको छ। आँखा पनि धमिलो देख्न थालेको छ। नआत्तिनुहोस्, हामी तपाईँलाई तुरुन्तै जाँच गर्छौँ। तपाईँलाई उच्च रक्तचाप ब्लड प्रेसरको समस्या छ डाक्टर। करिब 10 वर्ष भयो। औषधि नियमित खानुहुन्थ्यो? होइन डाक्टर, 3 हप्ता अघि बन्द गरेँ। मलाई त केही भएको थिएन, त्यसैले निको भएँ भन्ने लाग्यो। यही नै सबैभन्दा ठुलो गल्ती हो। उच्च रक्तचापलाई मौन घातक भनिन्छ। यसले कुनै लक्षण नदिई मुटु, मस्तिष्क, मृगौला र आँखामा बिस्तारै क्षति पुर्याउँछ। डाक्टर, ब्लड प्रेसर। के? यति धेरै? अब के हुन्छ? यो आपतकालीन अवस्था हो। अहिले नै उपचार नगरे स्ट्रोक, हृदयघात, दृष्टि गुम्ने वा मृगौला फेल हुने जोखिम धेरै हुन्छ। मलाई त औषधि बन्द गर्दा यस्तो हुन्छ भन्ने थाहै थिएन। ब्लड प्रेसरको औषधिले रोगलाई नियन्त्रण गर्छ, निको पार्दैन। राम्रो लागेको थियो भने त्यो औषधिले काम गरिरहेको सङ्केत थियो।